म आलमदेवी मन्दिर सञ्चालक समितिको अध्यक्ष चन्द्रमणि घिमिरे र म यहाँ अहिले हाम्रो आफ्नै निवासमा छु र एकजना हाम्रो प्यारो भाइ जन्मस्थान निगाली भन्नुहुन्छ र अहिले सालजन्डीबाट यहाँ मन्दिरमा पूजा गर्न आउनुभएको रहेछ र उहाँको मम्मी अहिले विदेश र बाबा जन्मस्थान निगालेमै हुनुहुरहेछ र उहाँले आफ्नो यस मन्दिरमा आएर पूजापाठ गर्नको उद्देश्य के हो भन्ने कुरा मैले यहाँ संयोगवश फेला पारेर यी बाबुको मुखबाट जस्ताको तस्तै उहाँले भन्नेछन् र म यो भिडियो लिँदैछु र भाइको आफ्नो नाम। नमस्कार, मेरो नाम चाहिँ प्रकाश घिमिरे अनि म जन्मेको ठाउँको नाम पाडेन गाउँपालिका 4 पात्ले निगाली पटुटी हो। अचल म बस्ने चाहिँ सैन महिना 10 साल जन्मियो बस्ने। अनि मेरो बोली चाहिँ हल्का फड्कारेको थिएन। यो आलम कता थाहा पाएर आलम देवीमा आएर मेरो बोली चाहिँ अहिले 3-4 महिना अगाडि अलिक फरकस्ट भएको छ। त्यही भएर आलम देवीलाई आज पनि सम्झेर म आएको थिएँ। अनि अब दसैँ अब आउँदै गरेका दिनमा नि आइराख्नेछु भन्ने कुरा गर्दै। त्यसरी मम्मी अहिले विदेश हुनुहुन्छ? हजुर। बाबा यहीँ पातले नै हुनुहुन्छ? हजुर। ल तिम्रो बोली फुट्ने कुरामा भगवतीले पक्कै पनि हेर्नुहुनेछ र मम्मीसित पनि म सम्पर्क गरेर मम्मीलाई पनि मैले यो जानकारी गराउने छु। म सञ्चालक समितिको अध्यक्ष चन्द्रमणि घिमिरे हो र आउने दिनहरूमा पनि भाइ आएर यहाँ आफ्नो पूजा व्यवस्थित रूपले गर्ने प्रतिबद्धता गरेर अहिले है। हजुर। त्यसले अहिले घर जाने तयारीमा। हजुर। ल म अहिले हाम्रो निवासबाट यहाँ भाइलाई फेला पारेर मैले यो भिडियो क्लिक गरेको र यो जहाँ जति हाम्रो चाहिँ आलमदेवी भगवतीका शुभचिन्तक हुनुहुन्छ उहाँहरूले यो भिडियो हेरेर यो सिद्धपीठको लागि मनन गरिदिनु होला। यो हाम्रो पाणिनी गाउँपालिका अथवा अर्घाखाँचीकै पूर्वी भेल्टामा रहेको हाम्रो आलमदेवी भगवतीको मन्दिर अति प्रसिद्ध र सिद्धपीठले नामले अति उत्तम पीठ हो। यो पीठमा श्रद्धालु भक्तहरू यस्तै किसिमले आउने, यहाँ बक्कलपुट्टी गर्ने, उहाँका बक्कलहरू पुरा घुनी यहाँ प्रष्ट रूपमा छ र हामीले यिनी कुराहरूलाई मनन गर्दैछौँ। र अरू भाइको भनाइ? अरू केही छैन। अब आउँदै गरेको दिनमा चाहिँ पूजासुजा गर्ने अनि त्यही हो भन्ने कुरा। ल धन्यवाद साथी भाइ। ल।